नमस्कार साथीहरू, सम्पूर्णमा साउन 15 अर्थात् खिर खाने दिनको हार्दिक मङ्गलमय शुभकामना। आजको विशेष दिनलाई हामी विशेष रूपमा स्वादिष्ट खिर, मिक्स अचार र मासु बनाएर मनाउँदैछौँ। तपाईँले कसरी बनाउनु भयो त्यो पनि कमेन्ट गर्नुहोला है। अनि अब सुरु गरौँ आजको यो रमाइलो यात्रा। सम्पूर्ण साथीहरूले यो भिडियोलाई हेरेर लाइक, कमेन्ट र सेयर पनि गरिदिनु होला भन्ने आशा गरेको छु। आशा छ तपाईँहरूले यो गर्नुहुनेछ। ओके, किप वाचिङ। अब सुरु गरौँ। सबैभन्दा पहिले आवश्यक सामग्रीहरू तयार गर्दैछौँ। ताजा तरकारी, मसला, मासु, दुध, चामल र अन्य सामग्री सबै व्यवस्थित। अचारमा हाल्नको लागि थोरै आलु पनि उसिनेको छ। यहाँ खिर पाक्दैछ, मासु पाक्दैछ। अब दिन्दैछ भाइ। अचारमा अमिलो स्वाद ल्याउनको निम्ति यो निम्बु पनि छ, यसलाई हाल्नुपर्छ। अब मिक्स अचार बनाउने पालो हो। तरकारीहरू सानो सानो काटेर मसला, नुन, खुर्सानी र अन्य स्वाद अनुसार सामग्री मिसाउँदैछौँ। सबै सामग्री राम्रोसँग मिसिएपछि स्वादिलो मिक्स अचार तयार हुँदैछ। यसमा हामीले माथिबाट भुटेको तिल, खुर्सानी र जिराको पेस्ट अनि लसुन अदुवाको पेस्ट पनि राखेका छौँ। र अब हामी यसमा तेलमा चाहिँ मेथीलाई भुटेर त्यसमा हँदेलो, खुर्सानी, त्यसलाई अलि भुटेर टक्कबाट माथिबाट झाने जस्तरी हाल्छौँ। अनि मस्त मिक्स अचार रेडी हुन्छ। कति मिठो स्वादिलो ल है। अब हामीले यो भुटिसकेका छौँ। तेलमा कसरी भुटेका छौँ हेर्नुहोस् त। ल अब यसमा माथिबाट टक्क हाल्नुपर्छ अनि यसलाई मिक्स गर्नुपर्छ। अनि यसमा आवश्यकता अनुसार नुन हाल्नुपर्छ। टक्क पारेर मिक्स अचार खाउँ खाउँ जस्तो लागिसक्यो है। ल अब रेडी हुँदैछ है। सँगै यसमा स्वाद अनुसार आवश्यक निम्बुको रस राखिसकेपछि अब यो अचार खानको निम्ति रेडी भइसकेको छ। ल रेडी भयो है। अब यसपछि भने हामी अर्को रेसिपी बनाउन गइरहेका छौँ। त्यसलाई पनि हेर्दै गर्नुहोला। अनि यता चामल भिजाएको छ, यो खिर बनाउनको निम्ति हो। एकैछिनपछि अब खिर पनि पाक्छ। त्योभन्दा पहिला मासु बनाउँदैछौँ है। ल यता मसला पिस्दैछ। मासु बनाउनको निम्ति मसला हामी ओख्लोमै पिस्छौँ कि मसला। अनि मसला पनि रेडी भइसकेको छ। अब कराईमा तेल राख्ने अनि टक्क पारेर माथिबाट मासु भुट्ने। मासु रातो भइसकेपछि त्यसपछि प्याज हाल्ने अनि अरू मसलाहरू, कडी पत्तु लगायत हालेर झ्याम्मै मासु तेल हुन्छ है। एकैछिन हेर्दै गर्नु होला। खाउँ खाउँ लाग्ने। ल मासु पनि कस्तो खाउँ खाउँ लाग्ने भइसकेको छ है। टक्क पारेर हामी सुक्खा बनाएका छौँ। अनि यसपछि अब खिर बनाउने पालो आयो। खिरको पालो लास्ट। हामीले 2 लिटर दुध ल्याएर अनि यसलाई अलिकति तताएर त्यसपछि भिजाएको चामल टक्क पारेर माथिबाट राख्छौँ। ल अलिअलि तातिसकेको छ दुध पनि। अब हामी यसलाई अलिकति चलाएर अब अघि नै भिजाएको चामलहरू छ त्यसलाई टक्क माथिबाट राख्छौँ। अब चामल पनि राखिसकेपछि अलिकति चलाइसकेपछि स्वाद अनुसार थोरै चिनी पनि राख्नुपर्छ। त्यही भएर अब हामीलाई आवश्यकता अनुसार कति ठिक लाग्छ आफूलाई त्यो अनुसार हामीले चिनी पनि राखेका छौँ। चिनी राखिसकेपछि थोरै चलाउने। त्यसपछि अनि यसमा चाहिने सामग्रीहरू नारियल, काजु अनि किसमिस लगायत छोराहरू पनि थोरै राख्ने। हामीलाई धेरै मन पर्दैन त्यही भएर थोरै राखेको है यो। त्यही भएर थोरै राखिसकेपछि अनि मजाले चलाउने। मजाले चलाइसकेपछि टक्क त्यसपछि मजाले चलाउने अनि खिर पनि रेडी हुन्छ। टक्क पारेर
भइसक्यो रेडी। अब टक्क खानको लागि रेडी भइसक्यो। ल अब हामी खानको लागि रेडी भइसक्यौँ टक्क भरेर सबैको थालीमा। 3 जना छौँ हामी, 3 जना। साइडमा मासु, त्यसपछि अचार सबैको थालीमा मजाले खाँदैछ है। ल यति मिठो रेसिपी बनाएका छौँ हामीले। अचार, मासु, खिर। साउन 15 विशेष दिनलाई हामीले यसरी मनाएका छौँ। सबैलाई रेडी भइसकेपछि हामी अब खानाको लागि रेडी भइसक्यौँ। ल है हामी अब खाँदैछौँ। ल हामी यता 3 जना टक्क खाँदैछौँ। खिर है है मलाई त लास्ट मिठो लाग्यो। फेरि मटन पनि छ हामीसँग त खसी। केटाहरूलाई पनि ल खानुहोस् भनिरहेछन् है। अनि यहाँ मासु देखाइरहेछ गणेशले, ऊ अक्कल, अनि यता म है। अचार पनि मिठो। ल आजको साउन 15 विशेष कार्यक्रम यति नै।